नमस्ते सबैजना, बेलुकाको 6:30 भइसकेछ। आज त अलमोस्ट केही कन्टेन्टै थिएन मलाई। आजको दिन नै त्यस्तो रह्यो। यो बिहान उठेर एकचोटि गाडीको हालत हेर्दा आफैलाई पनि चिन्नै गाह्रो भयो क्या गाडी है। अहिले चाहिँ यो हावामा नि एकदम फोहोरहरू भएर होला नि, पानी पर्दा चाहिँ गाडी यस्तो फोहोर हुने कि है। सो दिनको सुरुवात नै मैले यो गाडी सफा गरेर स्टार्ट गरेँ, यु नो फ्रेस स्टार्ट भनौँ अब। त्यसपछि चाहिँ मैले अलिकति होटलको कामहरू जति सबै सकाएँ। त्यसपछि यु नो हाम्रो घरमा एउटा फ्यामिली इभेन्ट थियो, त्यही भएर एउटा वाटर बोतलहरू चाहिएको थियो क्या। भनौँ न अब यो डाइरेक्ट आएर सबै मान्छेहरूलाई चाहिँ ठुल्ठुलो वाटर बोतल दिन भन्दा मैले सानो वाटर बोतल चाहिँ छुट्टै मगाएको थिएँ कम्पनीबाट। अनि त्यो चाहिँ मैले होटलबाटै अर्डर गरेर चाहिँ घरमा ल्याएँ क्या। त्यसपछि पछाडि डिक्की खुल्ला है। अनि त्यसपछि दिन कम्प्लिटली चेन्ज भयो। आजको दिन म यो सानो मान्छेलाई हेरिराखेँ मैले दिनभरि। मैले सोचेको थिएँ कि एउटा छुट्टै भ्लग बनाउनु पर्ला, आज इन्ट्रेस्टिङ टाइपको सिनेमेटिक टाइपको एउटा भ्लग बनाउनु पर्ला भनेको, तर दिनले अर्कै मोड लियो। मेरो बुढी चाहिँ आज त्यही इभेन्टको लागि भनेर सपिङ गर्नलाई चाहिँ बजार गएको थियो। यही सानो मान्छेलाई दिनभरि हेरेर बसेँ। मम्मी बजार गएको छ सामान किन्न, आरुलाई हेर्ने ड्युटी मेरो परेको छ है। आज त दिनभरि बाबा र छोरी टाइम, मेरो कान्छी छोरी। अनि यताउता गरेँ, इभन आज दिउँसो पानी पर्यो। अर्को साइडमा चाहिँ दिदी आफ्नै वर्ल्डमा चिल गर्दै क्या। फेरि खाँदै थियो उसले। आज ज्ञानी ठुलो छोरी त एकदम ज्ञानी भएर बसेको थियो। त्यही हो, अहिले 6:30 भइसकेछ। भ्लगले त्यति मात्रै छ आज चाहिँ, खासै कन्टेन्ट केही छैन। हेरौँ भोलिलाई के हुन्छ। ल आजको भ्लग यहीँ सकाउनु पर्ला।